अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकप खेल्ने 20वटै कन्ट्रीहरूमा यो विश्वकप ट्रफी टुरको आयोजना गरेको छ। 2026मा फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा हुने विश्वकपका लागि यो ट्रफी सम्मान्य राष्ट्रपतिज्यूको समुपस्थितिमा आज प्रदर्शनीको कार्यक्रम गर्न पाउँदा निकै गौरव महसुस गरेको छु। उक्त ट्रफीलाई आम क्रिकेट प्रेमी जनसमुदायको प्रदर्शनका लागि मिति 2082 9 22 गते पर्यटक नगरी पोखरामा बिहान 8 बजेदेखि 12 बजेसम्म राख्ने, यसैगरी 9 22 गते अपराह्न 4 बजेदेखि 6 बजेसम्म विश्व सम्पदा सूचीमा समावेश बसन्तपुर दरबार स्क्वायर क्षेत्र र 9 23 गते बिहान 11 बजेदेखि 1 बजेसम्म विश्व सम्पदा सूचीमा समावेश बौद्धनाथ स्तूपा क्षेत्रमा प्रदर्शनीको लागि राख्ने कार्यक्रम तय भएको बेहोरा अवगत गराउन चाहन्छु। यसै सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको कार्यक्रम अनुसार गत वर्ष नेपाल, ओमान, यूएई, कतार, जापान, समोआ, कुवेत, पपुवा न्युगिनी र मलेसिया सम्मिलित आईसीसी मेन्स टी20 वर्ल्ड कप एसिया ईएपी क्वालिफायर जुन ओमानमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले प्रथम स्थान हासिल गरी यी 2026मा हुने श्रीलङ्का र भारतमा हुने विश्वकपमा क्वालिफाई गरेको बेहोरा म सम्मानीय राष्ट्रपति समक्ष निवेदन गर्न चाहन्छु। साथै हाल नेपालमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगिताको यो ट्रफी प्रदर्शनले विश्व सामु नेपालको पर्यटकीय क्षेत्रको रूपमा चिनाउन महत्त्वपूर्ण स्वरूप पुग्न जाने नेपाल क्रिकेट संघले विश्वास लिएको बेहोरा समेत निवेदन गर्न चाहन्छु। अन्तमा आजको ट्रफी प्रदर्शनी कार्यक्रममा आफ्नो व्यस्तताका बावजुद सहभागी भइदिनु हुने सम्मानीय राष्ट्रपतिज्यू लगायत उपस्थित सबैमा नेपाल क्रिकेट संघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।